नमस्कार सबैजनालाई, स्वागत छ तपाईँलाई हाम्रो नयाँ युट्युब भिडियोमा। आज हामीले जापानमा रहनुभएको स्टुडेन्ट सेन्ट बोन स्टुडेन्ट, युनिभर्सिटी स्टुडेन्ट अनि डिपेन्डेन्टमा रहेकोहरूलाई ब्याङ्क काम 7-11 मा कसरी एप्लाई गर्ने भनेर सुरुदेखि स्टेप बाई स्टेप अन्त्यसम्म सिक्नेछौँ। म गर्नेछु, हजुरले पनि कृषिसँग गर्नुहोला भन्ने आश लिएको छु। लेट्स डु इट है त। फर्स्टमा तपाईँको ब्राउजरमा जानुहोला, गुगल खोल्नुहोला। अनि गुगल खोलिसकेपछि यहाँ सर्चमा 7-11 पार्ट जब अप्लाई भनेर हान्नु होला है त, पार्ट टाइम जब अप्लाई भनेर। अनि त्यसपछि लोकेसन सोध्छ, लोकेसनलाई अलाउ गरिदिनु होला। अनि त्यसपछि अफिसियल वेबसाइट भनेर आएको छ है यहाँ हेर्नु त। यसमा क्लिक गरिसकेपछि तपाईँलाई यो सर्फेस खोल्नेछ। यसमा क्लिक गरिसकेपछि यहाँ गइसकेपछि विभिन्न अप्सनहरू छन् त्यहाँनिर एकचोटि सर सबै आफूले पढ्नु होला। अनि त्यसपछि फाइन्ड अ जब नियर युमा क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि यो तपाईँको नजिकको 7-11 को लागि तपाईँको म्यापमा उसले आफै एक्सिस गरेर तपाईँको नजिकको 7-11 मा मान्छे खोजेको 7-11 को लिस्ट दिनेछ उसले। अब यो भर्खरको अहिलेको यो 7-11 मा चाहिँ 2टा शिफ्ट मात्रै रहेछ, 6 बजेदेखि 9 बजेसम्म र 17 देखि 22 सम्म। अनि यसमा क्लिक गर्नुहुन्छ भने पनि 6 बजेदेखि 9, 17 देखि 22 छ। यो मेरो नजिकको लोकेसन हो। तपाईँले काम गर्न चाहेको लोकेसन पनि हान्न सक्नुहुन्छ। यसमा क्लिक गर्यो भने 6 देखि 9 सेम छ है त। यसमा चाहिँ 9 देखि 17 मात्रै छ, बिहानदेखि बेलुका 5 बजेसम्म। अनि त्यसपछि यसमा चाहिँ तपाईँको 6 देखि 9, 9 देखि 17, 10 देखि 18, 17 देखि 22 र 22 देखि 5 छ स्टुडेन्टहरूको काम अथवा गएको पढ्ने टाइम चाहिँ दिउँसोमा हुने भएकोले सो प्लिज तपाईँको नजिकको नाइटमा सिफ्ट खोजेको ठाउँमा अप्लाई गर्नुहोला। सो मैले चाहिँ स्टुडेन्ट भनेर प्रिफर गरेको छु। होइन भने तपाईँ डिपेन्डेन्ट हो, तपाईँसँग टाइम छ, दिउँसोको स्कुल जानु पर्दैन भने तपाईँले दिउँसोको सिफ्ट पनि गर्न सक्नुहुन्छ। सो प्लिज गो थ्रु इट। यहाँ क्लिक गरिसक्नु होला। अनि तपाईँलाई पैसा चाहिँ 1100 कति देखाएको थियो। त्यसपछि 10 बजेपछि अथवा 8 घन्टा पछिको चाहिँ ओटी 25% बढेर आउँछ है त। यहाँ चाहिँ यो सिफ्ट चाहिँ याद गर्नु होला है त। फर्म भर्नुभन्दा पहिला यो सिफ्ट याद गर्नु होला, किनकि हामीले उतापट्टि कुन सिफ्टमा काम गर्न चाहन्छस् भनेर त्यहाँ फर्ममा सोधेको हुन्छ। त्यसमा 6 देखि 9 छ, 9 देखि 17 छ होइन। अनि मेन कुरा भनेको चाहिँ 22 देखि 10 बजेदेखि बिहान 5 बजेसम्म है त। यसो गरिसकेपछि वेबमा क्लिक गर्नु होला। अहिले धेरै 7-11 मा काम खोजे तापनि अप्लाई चाहिँ वेबबाटै गर्नु भनेको छ अरे। सो यही अनुसार गर्नु होला है। म मेरो डेट अफ बर्थ नै म फिल गर्छु। सो तपाईँ पनि आफ्नो गर्नु होला है त। फर्स्टमा इङ्ग्लिसमा नाम छ, अनि सेकेन्डमा काताकानामा नाम, त त्यसपछि सेन्टमेन गापी तपाईँको बर्थडे, अनि त्यसपछि तपाईँको जेन्डर, अनि त्यसपछि तपाईँको फोन नम्बर, त्यसपछि तपाईँको इमेल एड्रेस है त। अनि त्यसपछि तपाईँले कुन कुन बार काम गर्न सक्नुहुन्छ। म अहिले सकेसम्म अहिले राति त जुनसुकै बार नै गर्न सक्छु नि त। सो मैले चाहिँ अहिले सबै बारमा टिक लगाउँछु है त। अनि त्यसपछि तपाईँले सिफ्ट कति बेला खोज्नु भएको त, कति बजीदेखिको? 22 देखि तपाईँको बिहानको छ भने 9 राख्नु होला। यहाँ 9 देखि कतिसम्मको छ, 6 देखि 9, 9 देखि 17 त्यस्तो छ भने चाहिँ त्यो राख्नु होला। म चाहिँ 22 देखि 5 भएको भएर 22 देखि 5 को राख्छु है त, राख्छु। अनि यहाँ चाहिँ तपाईँको एड्रेस, अब एड्रेसको लागि म एड्रेसको लागि मोबाइलमा वर्ड फाइल खोल्छु त। तपाईँको एड्रेस राख्नुपर्ने हुन्छ है त यहाँ। अनि त्यहाँ राख्नको लागि तपाईँले एड्रेस जाइरो कार्ड अथवा तपाईँको लेटेस्ट एड्रेस जहाँ हो त्यहीँको राख्नुपर्ने हुन्छ। सो मेरो चाहिँ कहाँ छ त भन्दा म एड्रेस झिक्दैछु। सो तपाईँले पनि सँगै एड्रेस झिक्नु होला है त। एड्रेसको लागि
एक मिनट है त म एड्रेस नै खोज्दैछु पनि ओके म मेरो एड्रेस हालिसकेँ है। सो यहाँ पहिला सुरु तपाईँले म क्योतोको भएर क्योतो चुज गर्छु है त। यहाँनिर चाहिँ तपाईँले आफ्नो कुन कुन सिटीमा हुनुहुन्छ त्यो चुज गर्नु होला। त्यो चाहिँ क्योतो है त। क्योतोको अब चाहिँ युबिन बाङ्गो सहितको एड्रेस। युबिन बाङ्गो भनेको पोस्टल कोड है त। सो एड्रेस पनि यहीँ नै रहेछ 35 यो होइन है त। सो तपाईँले चाहिँ यसमा चाहिँ आफ्नो बिल्डिङको नाम र रुम नम्बर चाहिँ राख्नु पर्दैन। सो त्यो त्योभन्दा अगाडिको सम्म यो बाङ्सेसम्म चाहिँ कपी गर्नु होला है त। यो गरिसकेपछि नेक्स्ट गर्नुहोस्। नेक्स्ट गरिसकेपछि यहाँनिर तपाईँको डिटेल्स तपाईँले भरेको ठिक छ कि छैन भनेर चेक गर्ने बटन आउँछ, त्यसलाई ओके गर्नुहोस् है त। अनि ओके गरिसकेपछि तपाईँको फर्म फिलअप भयो भनेर आएको छ है त। अब काम सकिएको छैन, यति त भयो होइन। अब यति भइसकेपछि तपाईँले फर्म चाहिँ भरिसक्नुभयो नि त होइन। अब तपाईँको फर्म चाहिँ जान्छ त्यहाँ। अब तपाईँले के एउटा बाँकी काम रह्यो त भन्दाखेरि तपाईँको मेसेज बक्समा तपाईँको फर्म भरेको ठाउँबाट फर्म भरेको भनेर आउँछ है त। त्यहाँ गएर अनि लिङ्क हुन्छ त्यहाँ त्यसको होइन। त्यो लिङ्कमा क्लिक गरेर त्यहाँ लिङ्कमा क्लिक गरेर तपाईँको फोन नम्बर भेरिफाई गर्नुपर्ने हुन्छ है त। त्यो चाहिँ गरिसकेपछि मात्रै सकिने भएको कारणले यो यस्तो मेसेज आउँछ है त तपाईँलाई। यो मेसेज चाहिँ मैले पहिला पनि भएको थिएँ, यसो आएको थियो। अनि यहाँ गइसकेपछि यो लिङ्क खुल्छ। यो लिङ्क खोलेपछि तपाईँले फोन नम्बर हान्नुपर्ने हुन्छ तपाईँको है त। तपाईँले फर्म भर्दाखेरि हानेको फर्म है त। अनि यो हानिसकेपछि यहाँ उ गर्नु। अनि त्यसपछि यहाँ कोड आउँछ तपाईँको फोनमा। अनि त्यसपछि कोड फेरि त्यहाँ राख्नुपर्ने हुन्छ है त। कोड आएको छ नि, ल हेर्नु त, लिङ्क पनि आएको छ, कोड पनि 82 फेरि अर्को कोड कति आयो भन्दाखेरि 872355 872355 आएको छैन, 2355 872355 गरेर यो गरिसकेपछि ल गरी चाहिँ तपाईँले सक्सेसफुल्ली अप्लाई गरिसक्नु भएको छ। तपाईँलाई चाहिँ हाम्रो मिसेको तेन्सोले अब तेन्सोले कम्प्युटरमा हेर्नुहुन्छ कि त्यहाँ गामेन्टमा तपाईँको रिक्वेस्ट गएको हुन्छ फर्म भरेको। अनि त्यसपछि उहाँले तपाईँलाई रिप्लाई गर्नुहुन्छ होइन। अनि त्यसपछि मेसेज गर्नुहुन्छ, त्यसपछि तपाईँलाई मेसेज आउँछ। अनि त्यसपछि तपाईँले त्यहाँ गएर इन्टरभ्यू दिनुपर्ने हुन्छ। अनि त्यसपछि तपाईँलाई के ल्याउनु भनेर त्यही भनेको हुन्छ। सो प्लिज गो थ्रु इट। अनि त्यसपछि तपाईँले यहाँ केही क्वेसन छ भने तपाईँले यहीँबाट मेसेज बक्सबाट तपाईँले सोध्न सक्नुहुन्छ। अब चाहिँ यो पार्ट टाइमको चाहिँ सकियो। अब 7-11हरूको पनि 7-11को भइसकेपछि लसनको फ्यामिली मार्टको पनि सेम नै छ, फर्म त्यहीँबाट नै भर्ने हो। एकचोटि टाइम छ भने भर्नु। मैले एउटा कुरा के भन्छु भन्दा चाहिँ एउटा मात्रै विषयमा नभर्नु कि, लाइक 3-4वटा विषयमा भर्नु, कमसेकम 5-6वटा विषयमा भर्नु। अनि त्यसपछि तपाईँलाई 2-3 ठाउँबाट इन्टरभ्यूको लागि फोन आउने चान्स हुन्छ र एक ठाउँमा चाहिँ पक्की हुने चान्स हुन्छ। सो प्लिज स्पेन्ड टाइम। एकचोटि फर्म भरिसकेपछि नाम डिटेल्सले आउँछ, जस्ट म्यापमा हेरेर लोकेसन चुज गर्ने मात्र हो है त। त्यसको अर्को कुरा चाहिँ स्किल्स डेभलपमेन्टको लागि भनेर मैले चाहिँ पाइथन र HTML CSS को भिडियो बनाउने सोचेको छु। प्लिज तपाईँ इन्ट्रेस्टेड हुनुहुन्छ भने डु सब्सक्राइब, लाइक एन्ड कमेन्ट। अनि तपाईँको फिडब्याक केही छ भने प्लिज कमेन्ट बिलो, आई विल ट्राई टु एन्सर है त। बाई बाई, अल द बेस्ट।